दन्ते दलमानको यो वाटरफलमा जो तपाईँको नयाँ एउटा टुरिज्म स्थल बनिने पूर्ण सम्भावना भएको जग्गा हो यो, जसमा कि हामीले पहिला पनि आजभन्दा 1 वर्ष अगाडि हाम्रो रवि सरले यहाँ भ्रमण गरेर आउनुभएको थियो। सर ने नेक्स्ट टाइम बुलाया, मैं था महाराष्ट्र कोल्हापुर में जंगल स्प्रिंग रिसोर्ट उसका डेवलप किया, तो सर ने बुलाया तो तुरंत आ गया। ये जो वाटरफॉल दिख रहा है पीछे ही, इसमें वाटरफॉल रैपलिंग बनाऊंगा जो बंगाल में नहीं है, फर्स्ट टाइम इधर बनने वाला है। 2 वे जिप लाइन होगा, एक जाएगा एक वापस आएगा। इधर एक हैंगिंग ब्रिज होगा आने जाने के लिए, एक छोटा सा कैंप साइट बनेगा। उस जगह पे एक रॉक है, बहुत ही बड़ा रॉक है और बहुत ही अच्छा है, उसमें नेचुरल क्लाइंबिंग होगा और डेवलप धीरे धीरे होता है, एक साथ अचानक नहीं होता, एक एक करके हर चीज़ बनता जाएगा। सम्पूर्णमा नमस्कार र हाम्रो जति पनि युथ रहनु भएको छ है, सबैलाई पनि एकदम आभार व्यक्त गर्छु। अनि विशेष हाम्रो स्थानीय जुन चाहिँ हाम्रो भारप्राप्त सभासद विकासज्यू, हाम्रो विद्युत फाउन्डेसनको भाइ विराज अनि अन्य साथीहरू जति पनि यहाँ पञ्चायतका मेम्बर हुनुहुन्छ सम्पूर्णलाई, अनि यहाँ गाउँको जति पनि युवाहरू हुन्छ सबैलाई विशेष सम्बोधनमा राख्न चाहन्छु। यो जग्गामा म भालुखोप यो नेवार गाउँ भन्ने जग्गा म आज आएको होइन, बहुत अगाडिदेखि छु र उहाँहरूको जुन एउटा हामी नगरपालिका नगरवासीको निम्ति एउटा ऋण छ, त्यो ऋणलाई पनि हामीले एउटा चुक्ता गर्नुपर्छ हैन। उहाँहरूको कन्ट्रिब्युसनले गर्दा आज कालिम्पोङ एउटा चिन्ने एउटा सफा सगिलो भएको छ र त्यसैले गर्दा नै मैले भालुखोप एरियामा यो जुन प्रकारको दलमान गाउँ नेवार गाउँ जे पनि छ, यो तल्लो भेगहरूमा मैले यसरी अलिकति काम गर्ने इच्छा चाहिँ जाहेर गरेको हो। र आजको दिनमा पहिलापल्ट म एकपल्ट आएर हेरेँ, त हेरेपछि मैले मेरो पनि अब त्यो सरकारी निकायबाट हुने कुरा होइन यो, किनभने भालुखोप एरिया यो तल्लो दलमान गाउँ भन्ने कुराहरू अलिकति पञ्चायती एरिया हो है, मैले नगरपालिकाको फन्डलाई युटिलाइज गर्नु मलाई अलिकति मिल्दैन। र पनि जुन प्रकारको हाम्रो एउटा छ, जुन प्रकारको एउटा सफ्ट माइन्डेड साथीहरू छ, जसले गर्दाखेरि हामीले यहाँ कालिम्पोङमा एउटा भव्य प्रोग्राम गर्न सक्यौँ। धेरै पैसा लगाएर 1 दिने प्रोग्रामको निम्ति 3 दिने प्रोग्रामको निम्ति त्यत्रो पैसा हामीले मान्छेको एकछिनको रमझमको निम्ति हामीले त्यसलाई त्यत्रो पैसालाई हामीले युटिलाइज गर्न सक्यौँ भनेदेखि त्यो इकट्ठा गरेको पैसा जति पनि लाइट माइन्डेड मेरो जति पनि सपोर्टरहरू छ, ब्याकबोनहरू छ, उहाँबाट सङ्ग्रह गरेर कालिम्पोङको निम्ति एउटा पर्मनेन्ट एउटा सल्युसन, जुन प्रकारको हामीले भन्ने मात्रै गर्छौँ कि हाम्रो युथहरू पलायन भएर जानुपर्छ, रोजगार छैन, तर रोजगार किन छैन, यहाँ छ नि त, गर्ने इच्छा चाहिँ हुनुपर्छ। र यी हाम्रो साथीहरू जति पनि युथहरू छ उहाँहरू पलायन भएर जानु नपरोस् हैन, आफ्नो गाउँ छोडेर घर छोडेर जानु नपरोस् भन्ने सोचमा जुन प्रकारले विद्युत फाउन्डेसन र यहाँका स्थानीय भाइहरू युवाहरू अनि विकासज्यूले जुन प्रकारको आफ्नै तहबाट केही साफ सुधार गरेर अलिअलि बारबुर गरेर स्विमिङ पुल बनाऊ यसलाई गरौँ भन्ने उहाँको प्रयास, तर त्यतिमा मात्रै चाहिँ सीमित हुँदैन र यसलाई राम्रोसँगले फस्टाएर लाने जग्गा यो एउटा कालिम्पोङमा यस्तो जग्गा पाउनु एउटा निम्ति हाम्रो निम्ति एउटा भाग्यको कुरा हो। कालिम्पोङमा ब्रिटिसले बनाएको डेलो अनि मर्ग्यान हाउसहरू जस्तो मात्रै एउटा टुरिस्टलाई घुमाउने जग्गा छ। हामी कोही गेस्ट आयो भने कहाँ लाने भन्दाखेरि त्यो 2टा जग्गा मात्रै देख्छौँ, त्यहाँदेखि अन्य छैन। तर यो एउटा नियर टु द टाउनमा 6 किलोमिटर 7 किलोमिटरको डाउनमा यहाँ तल आउने साथ यति राम्रो एउटा नेचुरल ब्युटी होइन, पल्युसन नभएको जग्गा, झार जङ्गल, टुरिस्टले यही मन पराउँछ। अब हामी आउँदा त हामीलाई यो मजा लाग्छ भनेदेखि उहाँहरूलाई कहाँ हुन्छ। र यो एउटा माल फार्म चाल्न पाएको जग्गा जस्तो हो, र यो चिजलाई चाहिँ हामीले एउटा सुन्दरीकरणमा बनाउने सोच बनाएको छौँ। यहाँको युवाहरूको एउटा रोजगार हुन्छ है, घरमा आफ्नै घरमा बसेर नजिकमा बसेर पेट पालो कमसेकम होला भन्ने हाम्रो सोच छ। र उहाँहरूले जुन एउटा मलाई एउटा प्रस्ताव राखेको अनुसार नै म आज फेरि पनि यहाँ भिजिट आएको। अनि मसँग जुन आइपी पार्कमा हामीले एउटा जिप लाइन बनायौँ, त्यहाँनिर ह्याङ्गिङ ब्रिजदेखि लिएर धेरैवटा साइक्लिङहरूदेखि लिएर रक क्लाइम्बिङहरूदेखि लिएर धेरैवटा एक्टिभिटिजहरू मैले लगाउने इच्छा गरेको, तर त्यहाँ केयरटेकर भन्ने चाहिँ देखिनँ। अनि हाम्रो मानिसहरूको पनि जनसाधारणले पनि त्यसलाई 1-2 दिन मात्रै मजा लियो, त्यहाँदेखि त्यसलाई भत्काउनेपट्टि लाग्यो, डिस्ट्रोय गर्नुपट्टि लाग्यो। त्यसैले गर्दाखेरि म पनि अलिक हताश भएकोले गर्दाखेरि मैले त्यो बनाउने इच्छा गरिनँ। तर त्यही चिजलाई फेरि मैले जुन चाहिँ भाइ छ यहाँ अर्पण मजुमदार, उहाँलाई मैले फेरि फोन गरेर, उहाँले महाराष्ट्रमा अहिले काम गर्नुहुँदै थियो, उहाँलाई बोलाएर मैले अझै गुजरातमा पनि छ टिम मेरो, उहाँलाई बोलाएर चाहिँ आज उहाँ आउनु भएको छ, हिजो मात्रै आएको, र उहाँलाई मैले देखाइसकेको छु। र यो जग्गामा सबैभन्दा पहिला त हिँडेर आउनुपर्छ। त हिँडेर आउँदाखेरि यो जुन जग्गा छ त्यहाँनिर मैले अस्ति फुटपाथको निम्ति भनेको थिएँ, उहाँहरू पनि आउनु भएको थियो। र त्यो फुटपाथ चाहिँ म यो जुनको फर्स्ट विकमा म यहाँनिर थालनी गराइदिइहाल्छु, म बेसी दिन छैन यो फुटपाथ भइहाल्छ। अब फुटपाथ भनेदेखि मान्छेलाई हिँड्नु एकदम सजिलो हुन्छ। अनि मेरो यहाँको साथीहरूलाई भनाइ हो अलिकति माथिल्लोसम्म चाहिँ फुटपाथ बनाएर त्यो अलिकति चाहिँ फेरि यो नेचरलै राख्नुपर्छ, जस्तो चाहिँ मान्छेलाई अलिकति हाइकिङ जस्तो पनि हुन्छ, हिँड्नु पनि भयो, झार जङ्गल पक्रेर आउँदा एउटा एडभेन्चर एउटा फिल होस् न त। सुविधा अनुसार चाहिँ एडभेन्चर हुँदैन हैन, अलिकति रिस्की अलिकति यस्तो फ्याक्टर राखेर चाहिँ एडभेन्चर भनिन्छ नि त। त्यसले गर्दाखेरि त्यो अलिकति जग्गा चाहिँ फुटपाथ चाहिँ यो नेचरलै राख्नुपर्छ हामीले, त्यो बनाउने। अनि त्यसको बादमा मैले उहाँसँग आज बात गरेर
यहाँनिर अघि आउँदा आउँदै हामीले यहाँ सल्लाह गऱ्यौँ यी माथिदेखि यहाँ भित्रसम्म एउटा जिप लाइन त्यो पनि 2 वे जिप लाइन बनाउने सोचेको छौँ। त्यसको बादमा यहाँ तपाईँले झरना देख्नुहुँदैछ एकदमै राम्रो झरना छ। यहाँनिर एउटा यसरी झरनामा यसरी चढ्ने हुन्छ त्यो उहाँले अहिले बताउनुहुन्छ त्यो बङ्गालभरिमै छैन। त्यो पनि हामी एउटा इस्टिमेसन के हुन्छ त्यो पनि गर्ने प्रयासमा छौँ। त्यसरी नै तपाईँको आधारमा यो जुन प्रकारले यहाँनिर रुख लडाएर यसरी बनाइरहेको छ ब्रिज जस्तो यो जग्गामा अलिक यो भित्तादेखि त्यहाँसम्म कमसेकम एउटा ह्याङ्गिङ ब्रिज बनाउने जुन चाहिँ ह्याङ्गिङ ब्रिज चाहिँ फेरि त्यो नेटको होइन आर्टिफिसियल त्यसो एउटा रुखलाई नै लगाएर बनाउँछ। मेरोमा नक्साहरू पनि छ त्यो बनाउने मैले इच्छा आइपिपामा गरेँ। त्यस्तो प्रकारको यहाँनिर 1-2वटा एडभेन्चर एक्टिभिटिज हाल्यो भनेदेखि त्यहाँदेखि बिस्तारैसँगले हामीले कतिवटा कुरा गर्दै जानु सक्छौँ र आशा गरौँ हामीले यो जग्गालाई एकदमै राम्रो प्रायोरिटी दिएर चाहिँ कमसेकम हाम्रो कालिम्पोङको निम्ति यो दलवानको हो नेवारको हो यहाँ भालुखोपवासीको यो ग्राम पञ्चायत एरियाको युथको लागि मात्र भन्ने होइन बिराज भने यो कालिम्पोङको निम्ति एउटा नयाँ पर्यटन स्थल बनेर जाओस् जसले गर्दाखेरि चाहिँ यो जग्गाको पनि सम्पूर्ण युवाहरूको निम्ति एउटा रोजगारको एउटा अवसर प्राप्त हुन सकोस् भन्ने मेरो इच्छा छ र यसलाई भोलिको दिनमा एउटा क्याम्पिङहरू गर्ने राति होइन धेरैवटा चिजहरू छ गर्नु पऱ्यो भने हामी 1-2वटा गर्दै गर्छौँ। जसरी हाम्रो मान्छे आउँदै जान्छ त्यति नै हामीले एक्टिभिटिजहरू बढाउँदै जानुपर्छ। एक्टिभिटिज दुनियाँभरको छ एउटा इच्छा हुनुपर्छ। सधैँ सरकारसँग मात्रै निर्भर हुनु हुँदैन जाँगर आफ्नोमा हुनुपर्छ र आफूले गर्छु भनेर चितायो भने जस्तै आजको दिनमा उहाँहरूले चिताएर नै अलिकति साफ सुधार गरेर प्लास्टिकै लगाएर भने पानी यसो छेकेर भने स्विमिङ पुल बनाएर टेम्पोरेरी गर्नु सकेको छ नि त त्यही जाँगर र आँट चाहिँ रहनुपर्छ। समयअनुसार यो काम सबै भएर जान्छ। म सबैलाई शुभेच्छा शुभकामना दिन चाहन्छु। मैले बोलेको मात्रै होइन अन द रेकर्ड अफ द रेकर्ड भनेको होइन अन द रेकर्ड भनेको मैले जुन महिनाको पहिलो 7 तारिकदेखि फुटपाथ स्टार्ट हुन्छ त्यहाँदेखि हेर्दै जानुहोस् जुनभित्रमा यहाँ कतिवटा एक्टिभिटिजहरूको काम पनि थालिँदै गएको हुन्छ भन्ने तपाईँलाई शुभ सन्देश दिएर मेरो शब्दलाई यहाँ अन्त गर्छु। धन्यवाद। थ्याङ्क यू।